लाल पूर्जा भनेको के हो र लाल पूर्जामा के कुराहरू हुन्छन् के कुराहरू चाहिँ लाल पूर्जा चेक गर्दाखेरि ध्यान दिनुपर्छ र लाल पूर्जामा हुने यी चीजहरूको चाहिँ अर्थ के हो यसको मिनिङ के हो भन्ने कुराको बारेमा तपाईलाई जानकारी छैन या अन्यलमा हुनुहुन्छ भने आउनुस् यो भिडियोमा हामी क्लियर हौं जसमा चाहिँ तपाईले लाल पूर्जामा कुनै बेलामा किता नम्बर 2टा पाउनुहुन्छ यता कैफियतमा केही लेखिएको हुन्छ लाल पूर्जामा केरमेट हुन्छ ती भयो भने चाहिँ के हुन्छ के कस्ता कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने कुराको बारेमा म तपाईलाई जानकारी दिन्छु। सर्वप्रथम लाल पूर्जा भनेको जग्गा धनी प्रमाण पूर्जा कानुनी भाषामा जग्गा धनी प्रमाण पूर्जा जसको चाहिँ बोलीचालीको भाषामा लाल पूर्जा भन्ने गर्छौं जुन चाहिँ नेपाल सरकारको भूमि व्यवस्था मन्त्रालयबाट इजाजत प्राप्त एउटा कागज हो जसमा चाहिँ तपाईको कुनै पनि प्रपर्टीको विवरण र त्यसको स्वामित्व रहेको ओनरको चाहिँ जानकारी भएको एउटा कागज हुन्छ जसको चाहिँ स्याम्पल मसँग एउटा यहाँ छ लाल पूर्जाको जसमा तपाईले हेर्नुहुन्छ भने लाल पूर्जा हेर्दा सर्वप्रथम माथिबाट हेरौं माथिबाट हेर्दाखेरि त्यो जग्गा रहेको स्थानको चाहिँ मालपोत कार्यालय कुन स्थानमा छ भन्ने कुराको बारेमा चाहिँ यहाँ माथि इन्फर्मेसन हुन्छ टपमा चाहिँ अब त्यसकै लेफ्ट ह्यान्ड साइडमा अलिकति तल आएपछि त्यो जग्गाको जग्गा धनीको व्यक्तिगत विवरण हुन्छ जसमा जग्गा धनीको फोटो र औँठा छाप बायोमेट्रिकको चाहिँ ल्याप्सिङ हुन्छ यतापट्टि साइडमा त्यसैको राइट ह्यान्ड साइडपट्टि आउनुहुन्छ भने यो एरियामा तपाईले व्यक्तिको विवरण पाउन सक्नुहुनेछ जग्गा धनीको नाम जग्गा धनीको नागरिकता नम्बर 3 पुस्ते विवरण चाहिँ यो बक्स यो एरियामा पाउन सक्नुहुनेछ जस्तै यहाँ जग्गा धनीको नाम थर ठेगाना बुवाको नाम बाजेको नाम नागरिकता जारी मिति जारी कार्यालय जस्तो इन्फर्मेसनहरु चाहिँ यो एरियामा हुन्छ त्यसकै यतापट्टि राइट ह्यान्ड साइडमा हेर्नुहुन्छ भने यतापट्टि साइडमा जग्गा संकेत नम्बर भनेर राखिएको छ यो चाहिँ नेपाल सरकारलाई डेटा चाहिँ स्टोर गर्नलाई सजिलो हुनको लागि पहिला डट्टासँग म्याचिङ गराउँथे अहिले चाहिँ यो डिजिटल सिस्टम भएको हुनाले यो DR00 यहाँ समथिङ भएको नम्बर चाहिँ यो नम्बरको आधारमा चाहिँ यो फाइल चाहिँ मालपोतमा डिजिटली ट्र्याक भएर बसिरहेको हुन्छ। अब त्यसपछि ध्यान दिनु पर्यो विशेष गरेर यो बक्स यो तलको साइडको बक्स हेर्नुहुन्छ भने यहाँ चाहिँ जग्गाको फुल इन्फर्मेसन हुन्छ जसमा चाहिँ यतापट्टि साइडबाट सुरु गरौँ साबी किता नम्बर यहाँ साबी किता नम्बर छ यहाँ पनि किता नम्बर छ साबी भन्नाले पहिलाको किता नम्बर हालको किता नम्बर चाहिँ यतापट्टिको भयो यो 270 यो चाहिँ पहिलाको किता नम्बर हो त्यसकै यतापट्टि साइडमा प्रमाण संकेत कारोबार ब्यौरा भनेर छ यहाँ चाहिँ के हुन्छ भने प्रमाण संकेत भन्नाले कुन समयमा किनिएको कारोबार ब्यौरा भन्नाले के रिजनले गरेर किनिएको हो त यो मसँग भएको स्याम्पल पिस चाहिँ राजीनामा लिखित पारित रहेछ यो चाहिँ कुनै व्यक्तिले पैसा तिरेर लिएको जग्गा यसमा चाहिँ कहिलेकाहीँ के हुन्छ बकस पत्र हुन सक्छ कहिलेकाहीँ यसमा अंश बन्ड हुन सक्छ के रिजनले गरेर चाहिँ आको हो भनेर चाहिँ यहाँ हुन्छ यो नि स्पेशल्ली तपाईले हेर्दाखेरि ध्यान दिनु पर्यो यो पार्ट चाहिँ यहाँ 2080 10 15 भनेर भनेको छ 10 महिना 15 गते यो चाहिँ कारोबार डेट भयो यतापट्टि संकेत नम्बर भयो यो जग्गा रहेको जिल्ला हो यो चाहिँ जिल्ला गाविस अथवा नगरपालिका पहिला गाविस हुँदाको टाइमको पनि इन्फर्मेसन हुन्छ कुनै पुरानो पूर्जाहरुमा यो चाहिँ काठमाडौँ भद्रकालीको रहेछ यतापट्टि चाहिँ वडा नम्बर सिट नम्बर छ वडा नम्बर भनेको चाहिँ जग्गा रहेको वडा नम्बर सिट नम्बर भनेको चाहिँ अब किता नम्बर हुँदाहुँदै सिट नम्बर किन सिट नम्बर भने के हो भने चाहिँ सिट नम्बर भनेको चाहिँ सिट नम्बर र किता नम्बरले चाहिँ तपाईको जग्गा यो ठाउँको ठ्याक्क हो भनेर चाहिँ म्याचिङ गराउने काम गर्छ यो 277 नम्बरको किता नम्बर अर्को त्यही एरियाको अर्को नक्सामा पनि हुन सक्छ तर यतापट्टिको सिट नम्बर र किता नम्बर यो सिमिलर चाहिँ अरु कुनैमा पनि हुँदैन एउटामा भएपछि त्यो अर्कोमा हुँदैन। अब यतापट्टि आउनु विवरण छ घर आबादी इत्यादि भनेको छ यहाँ घर हो कि अब जग्गा छ कि अरु केही छ कि इत्यादि भनेर यसमा छ यसमा आबादी रैकर निजी छ अब यसमा चाहिँ तपाईले ध्यान दिनु पर्यो यो आवासीय रूपमा रैकर निजी भनेको व्यक्तिको जग्गा हो मैले अघिल्लो भिडियोमा पनि तपाईको गुठीको सन्दर्भमा बनाएको थिएँ त्यो भिडियो पनि तपाईले जानकारी लिनलाई हेर्न सक्नुहुनेछ यो हाम्रो च्यानलमा चाहिँ यसमा चाहिँ रैकर निजी रहेछ कतिपय अवस्थामा गुठी हुन्छ यहाँ चाहिँ यो विवरण पनि ध्यान दिनु पर्यो तपाईले कस्तो खालको जग्गा किन्दै हुनुहुन्छ भनेर चाहिँ यसमा जानकारी हुन्छ। अब जग्गाको हक हिस्सा भनेर चाहिँ यहाँ एकलौटी छ यसमा कहिलेकाहीँ सामूहिक हुन्छ सामूहिक पनि किनेको हुन्छ संस्थागत रूपमा पनि किनेको हुन्छ यो चाहिँ एकजना मात्रै व्यक्तिको एकलौटी भयो। अब त्यसको यतापट्टि छ मोहीको नाम थर यो चाहिँ विशेष ध्यान दिनु पर्यो यो जग्गामा खाली छ यो भनेको चाहिँ त्यो जग्गामा मोही तलछिन छ कि छैन भएको केसमा चाहिँ यहाँनिर तपाईले इन्फर्मेसन पाउन सक्नुहुनेछ। अब यसमा
खाली भएको जग्गा त उत्कृष्ट भइहाल्यो। अब यसमा मोहीको नाम थर छ भने पनि तपाईँले बुझेर मजाले लिन सक्नुहुनेछ। त्यसमा चाहिँ मोही हुँदैमा लिन नमिल्ने अथवा आत्तिनुपर्ने कुरा खासै केही हुँदैन। यसमा चाहिँ किसिम वा वर्ग भनेको छ, सहरी ख भनेको छ। यसमा भिर, पाखो, दोभान पहिलाको आधारमा चाहिँ जग्गाको वर्गीकरण गरिएको हुन्छ। बाटोको आधारमा, ठाउँको आधारमा चाहिँ जग्गाको वर्गीकरण हुन्छ। यतापट्टि साइडमा आएपछि क्षेत्रफल छ। क्षेत्रफल चाहिँ वर्ग मिटरमा छ। पहिला रोपनीमा हुन्थ्यो, यहाँनिर 00 पाउन सक्नुहुन्छ तपाईँले। दाम, पैसा, आना, रोपनी भनेर हुन्थ्यो। अहिले चाहिँ तपाईँको वर्ग मिटरमा हुन्छ, स्क्वायर मिटरमा हुन्छ त्यो चाहिँ। अब तपाईँले यहाँ चाहिँ स्क्वायर मिटरमा इन्फर्मेसन पाउन सक्नुहुनेछ। अब स्क्वायर मिटरबाट तपाईँलाई आनामा कन्भर्ट अथवा अरू कन्भर्ट पनि गर्न सक्नुहुनेछ। एक आनामा चाहिँ तपाईँको 31.8 स्क्वायर मिटर हुन्छ अनि 342.25 चाहिँ स्क्वायर फिट हुन्छ एक आनामा चाहिँ। त्यो चाहिँ तपाईँले क्यालकुलेट गरेर पनि गर्न सक्नुहुनेछ। विभिन्न टुलहरू हुन्छ अहिले चाहिँ। तपाईँ जग्गाको बोलीचालीको क्षेत्रफल एउटा हुन्छ, पूर्जामा अर्को हुन्छ। त्यो चाहिँ एकुरेट चेक गर्नको लागि चाहिँ यो सेक्सनमा चाहिँ तपाईँले ध्यान दिनु पऱ्यो। अब यतापट्टि कैफियत छ। यो कैफियतको बक्स धेरै जसो समयमा खाली हुन्छ। कतिपय अवस्थामा केही समस्या छ अथवा कुनै व्यवहार छ, कुनै व्यावहारिक पाटोहरू मिलाउनु पर्ने कुराहरू छ भने चाहिँ यसमा लेखिएको हुन्छ। यसलाई चाहिँ तपाईँले स्पेसल ध्यान दिनु पऱ्यो। प्रमाणित गर्नेको दस्ताखर भनेको चाहिँ मालपोत अधिकृतको यता सिग्नेचर हो। रुजु गर्नेको छाप यहाँ भयो। यो मालपोत, यो डेट यहाँ पनि छ, यहाँ पनि डेट छ। यो डेट चाहिँ सिमिलर छ। अहिले यो डेट कतिपय कन्डिसनमा फरक हुनसक्छ। जस्तो पास एउटा टाइममा गरेर पूर्जा अर्को टाइममा लिएको, प्रिन्ट गरेको अथवा हराएर प्रिन्ट गरेको हो कि के हो भन्ने कुराको बारेमा चाहिँ पूर्जा प्रिन्ट गरेको डेट चाहिँ यहाँ तपाईँले पत्ता लगाउन सक्नुहुनेछ। अब यता चाहिँ जग्गा धनीको नाम नम्बर भयो। यतापट्टि इन्फर्मेसन हुन्छ, यो कसले प्रमाणित गरेको, प्रिन्ट कसले गरेको भन्ने कुराको बारेमा चाहिँ यता इन्फर्मेसन हुन्छ। यति कुरा चाहिँ तपाईँले सरस्वती सामान्य रूपमा तपाईँ घर जग्गा किन्दाखेरि आफूले ध्यान दिनु पऱ्यो, आफूले नै हेर्नु पऱ्यो। तपाईँ घर जग्गा किनबेच गर्दै हुनुहुन्छ भने पनि तपाईँलाई थाहा हुनु पऱ्यो यो। अथवा तपाईँ किन्ने बेचाउने रियल इस्टेट अथवा ब्रोकेज अफिस हुनुहुन्छ अथवा रियल इस्टेट फिल्डमा काम गर्नुहुन्छ भने पनि यतिको बेसिक इन्फर्मेसन चाहिँ तपाईँसँग हुनु पऱ्यो। योभन्दा एक्स्ट्रा कुराहरू चाहिँ तपाईँले आफ्नो अब यी भित्रको कुराहरूमा नि तपाईँलाई डाउट लागेको कुराहरूमा चाहिँ तपाईँले आफ्नो लयर अथवा सम्बन्धित यो कानुनी सल्लाहकारसँग चाहिँ इन्फर्मेसन लिन सक्नुहुने भयो। यदि तपाईँहरूलाई बिना कुनै झन्झट अथवा यस्तै इन्फर्मेसन चाहिन्छ अथवा बिना कुनै झन्झट प्रपर्टी किन्न बेच्न पर्ने छ, धेरै अप्सनहरू चाहिरहेको छ भने चाहिँ तपाईँले सजिलै हामी गुड डिललाई सम्पर्क गर्न सक्नुहुनेछ। यो हाम्रो अफिसियल युट्युब च्यानल हो, यसलाई सब्सक्राइब गर्न पनि सक्नुहुनेछ। तपाईँलाई फर्दर कुनै इन्फर्मेटिभ भिडियो कुनै टपिकमा चाहिन्छ भने तपाईँले मजाले कमेन्ट गरेर पनि हामीलाई सोध्न सक्नुहुनेछ। कुनै पर्सनल इन्क्वायरी छ, आफ्नो व्यक्तिगत कुनै समस्याहरूको चाहिँ समाधान कन्सल्टिङ चाहनुहुन्छ भने चाहिँ तपाईँले यो हाम्रो गुड डिलको पेजमा गएर तपाईँले हाम्रो नम्बरमा सम्पर्क गरेर इन्फर्मेसन लिन सक्नुहुनेछ। त्यसैले तपाईँलाई थाहा नै छ, तपाईँले सम्झिनै पर्ने नाम घर जग्गा कारोबार गर्दाखेरि गुड डिल। धन्यवाद।